छोराछोरीहरूलाई तह लगाउनका लागि अथवा अनुशासनमा राख्नका निम्ति एकदमै पिट्ने बानी छ र एकदमै गाली गर्ने बानी छ, अपशब्दहरूको प्रयोग गर्ने बानी छ भने चाहिँ एकपल्ट राम्रोसँग सोच्नु होला। अहिले त तपाईँहरूसँग पावर छ अथवा शक्ति छ, तपाईँहरूले छोराछोरीको लागि जे गरे पनि छोराछोरीले केही पनि गर्न सक्दैनन्, किनभने उनीहरूको अन्त जाने ठाउँ पनि छैन, अन्त गएर खानेकुरा पनि हुँदैन होइन। त्यसले गर्दा उनीहरू तपाईँको गाली सहेर पिटाइ सहेर पनि बाध्यताले बस्छन्। तर जुन दिन छोराछोरीको पालो आउँछ नि, त्यो तपाईँको हिसाब पुरै फर्काउँछन्। फेरि हुनसक्छ ब्याजसहित। अब फेरि लाग्न सक्ला बाबुआमाले छोराछोरीको लागि कहिले नराम्रो सोध्छन् र भनेर। आफैले आफैलाई सोध्नुहोस्, के तपाईँले आफ्नो आमा बाबुको बारेमा कहिले नराम्रो सोच्नुहुन्छ? तपाईँले पनि त आफ्ना बाबुआमालाई राम्रै होस्, आफ्ना बाबुआमा खुसी नै हुन् भनेर सोच्नुहुन्छ नि त, होइन हो? त्यसै गर्दाखेरि अब छोराछोरीको बारेमा बाबुआमाले राम्रो सोच्छन्, यो कुरा त सही हो। तर कतिपय अवस्थामा चाहिँ छोराछोरीका कुरा र बाबुआमाका कुरा दुवैका कुरा सही पनि हुन सक्छ। अर्थात् आफू ठुलो छु, आफू अनुभवी छु भन्दैमा सबै अवस्थामा आफू सही हुन्छ भन्ने हुँदैन। अर्थात् बाबुआमा सधैँ राइट, छोराछोरी सधैँ रङ भन्ने हुन सक्दैन, किनभने जेनेरेसन ग्याप हुन्छ, समय परिवर्तनशील छ होइन। अर्थात् पहिला उचित लागेका कुराहरू अहिले उचित लागिरहेका नहुन सक्छन्। त्यसै गर्दा मेरो पालामा यस्तो थियो, मलाई यस्तो लाग्थ्यो भनेर आफूले लागेका विचारहरू जबरजस्ती छोराछोरीमा लाद्नाले अहिले त तपाईँलाई ठिकै लाग्ला, किनभने तपाईँ शक्तिशाली हुनुहुन्छ, तपाईँसँग पैसा छ छोराछोरीसँग भन्दा होइन, तपाईँसँग पावर छ। तर जुन दिन तपाईँको ठाउँमा छोराछोरी पुग्नेछन् नि, त्यो हिसाब फर्केर आउँछ। त्यति बेलामा रोइ कराइ गरेर केही पनि हुनेवाला छैन। छोराछोरीले सम्झी मलाई यसो गर्थिस् नि, मलाई यसो गर्नुहुन्थ्यो नि भन्ला। त्यसै गर्दा संस्कार छोराछोरीले बाबुआमाबाट सिक्ने हो। त्यसै गर्दा कस्तो संस्कार आफ्नो छोराछोरीलाई दिनुहुन्छ त्यो तपाईँको इच्छा। नत्र भनेदेखि जबरजस्ती लादेका संस्कारले, जबरजस्ती लादेका नियम पछि आफैलाई भारी नपरुन्, ख्याल गर्नु होला है। अहिलेको जुन जवानी जति सजिलो छ नि, त्योभन्दा कैयौँ गुणा दुःखदायी चाहिँ मान्छेको खासमा बुढेसकाल हुँदो रहेछ। होइन भनेदेखि एक्लै कोठामा आँसु चुहाउँदै बसेका हुन सक्छन्। आफ्नै बाबुआमालाई पनि विचार गरी हेर्नुहोस्, होइन भने समाजमा यसो गई हेर्नुहोस् त बुढेसकाल कसरी बितिरहेको छ, पालो आउँछ है। त्यसै गर्दा छोराछोरीको भविष्य बनाउने चक्करमा छोराछोरीको भावना विपरीत त्यति साह्रो आफ्नो विचार पनि नलाद्नु होला, जसले आफूलाई भविष्यमा दुर्दशा निम्त्याओस्।